ल है त एकैछिन आउनु त म तपाईँलाई यहाँनिर चरी अमिलो छ चरी अमिलोको बारेमा मैले जानेका कुराहरू तपाईँलाई सेयर गर्नेछु। यो चरी अमिलो विशेष गरी हाम्रो पेटभित्र भएका ससाना घाउहरूलाई यसले एकदम औषधिको रूपमा काम गर्छ, निको बनाउने काम गर्छ। त्यसो भएको कारणले गर्दाखेरि यो हामीले बिहान खाली पेटमा खायौँ भनेदेखि हाम्रो आन्द्रामा भएका ससाना घाउहरूलाई यसले निको बनाउने काम गर्छ। त्यसो भएको कारणले गर्दाखेरि हामीले यो खानुपर्छ र शरीरको बाहिरी भागमा पनि यस्तो अनुहारमा पनि यसलाई निचोरेर लगायो भने यहाँनिर एकदम क्लिन सफा गर्ने काम गर्छ। त्यो भएको कारणले गर्दाखेरि यसलाई हामीले खाने गर्नुपर्छ है। म तपाईँलाई खाएर देखाउँछु, हेर्नु हो। एकदम